दाजु आराम हुनुहुन्छ? आरामै छु भाइ। अनि भाइ धेरै खुसी देखिन्छ छ आज। आज म एकदमै खुसी छु क्या दाजु, एकदमै खुसी छु। आजको दिन जस्तो खुसी त कहिले पनि हुनु नपाओस्। ए हो र? किन हो त्यस्तो खुसी? साँच्चै खुसी छु कि दाजु मलाई। यस्तो खुसी है? लाज पनि पो लागेर आउँछ सम्झिँदा त। ए लाज पनि लाग्ने? कस्तो हो त्यस्तो लाज लाग्ने कुरा चाहिँ? लु भनिहेर भाइ के हो त्यो खुसीको कुरा सुनौँ त। खुसी छु दाजु, आज एकदमै खुसी छु। भित्रैदेखि खुसी पनि भएको छु र भित्रैदेखि लाज पनि लागेर आउँछ क्या दाजु मलाई। लाजै लागे पनि खुसीको कुरा त सुनाउनु पर्छ क्या भाइ। सुनाउनु र? सुनाऊ सुनाऊ। हुन त खुसीको कुराहरू त सुनाउनु पर्छ भन्छ है, तर भित्रैदेखि लाज लागेर आइरहेछ। कसरी सुनाउनु? सुनौँ न सुनौँ भाइ। भन्दै पनि हो दाजु। न ठिकै छ नि त, अब दाजुले भनिहाल्नु भयो है। अन्त खुसीको कुराहरू सुनाउँदा राम्रो त राम्रो, तर कस्तो लाज लागेर आइरहेछ कि मलाई त। लाजै लागेन, ल सुनौ। के दाजु आज कि मलाई एउटा केटीले आई लभ यु अनि तिमीले के भन्यौ त? आई लभ यु टु भन्यौ? मैले त के माग्नु भएको भने।